यो चाहिँ ल दुई भाइको आयो है खिच्यो फोटो हो यो फोटो होइन भिडियो हो म एकचोटि तीजमा खेलेर त्यहाँदेखि चम्क्याएको छु क्या फेरि दाइले मचाउँछु भन्नुभएको छ फोन भएर डर लाग्यो क्या मलाई फेरि फोन खोज्छ ल ल ल ल ल यो चाहिँ अब भाजी पनि खेल्नु भाजी अब खेल्नुपर्छ मच्छी है मच्छी खतरा हो कि खतरा वाह दाइ पनि खेल्नु भयो भाउजी पनि खेल्नु भयो अब मेरो म त्यही पिङ खेल्ने इन्सनबाट आएको त पिङ खेल्न दसैँमा पिङ खेल्न है हामी डाँडा जम्मा भएको राम 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 बल्ल भोलि पाहुरा देख्छ अनि नान त केले हान्ने खेल्दासम्म त के हो रोकिने बेलामा डर लाग्छ कि हाम्रो चाहिँ पिङ खेलेको हामी चाहिँ मेमोरिज बनाउँदैछौँ स्वदेश तथा विदेशबाट हामीलाई जतिजनाले हेर्नुहुन्छ हाम्रो आफ्नो स्वजन गाउँतिर पनि यस्तो रङ्ग लाग्छ होला नि होइन भाउजू यही हेरेपछि त डर त लाग्छ नि के गर्नु आफू त आत्मैदेखि डर लाग्छ पाखुरा दुख्छ क्या अहिले फेरि सबैलाई मिस गरेका छौँ आभारी छौँ हाम्रो हामीले मनाइरहेको यो जनताको बिचमा क्लब मेरो त्यसमा त फेरि खेल्नुहुन्छ नै भयो गीता भाउजू ल आउनु क्या एकचोटि खेल्नु क्या बसेर मचाइदिन्छौँ क्या बसेर ल ल बटारी दाइको पालोमा पुग्यो भोलि फेरि के लाग्न ल भाइको पालो अब बिहान होइन अहिले साँझ पख पाखुराले चाल गर्छ फेरि दुईचोटि खेल्यो ल आम खेलेका मच्चिने कुन चाहिँ सिधा हुन्छ यस्तो मच्चिने चाहिँ राइट साइडतिरको अलि हुन्छ ल अब चाहिँ हामी खेलेका पिङ ल भाइको पालो हो म बिहानै पनि खेलेर गएको के ए हो र माथि भाउजू आउनुहोस् दसैँ आयो गयो दसैँ अन्तिम आज तिहार आयो जान्छ अब तिहार आउँदैछ लौ छोयो भाइले सधैँ खेलेको ल छोयो भाइ छोयो
पाइट खराब गर्यो अब सबै फेरि डर लाग्यो त के र कपडा त धुनु पर्ला नि डर लाग्यो त रोकिने बेलामा सिरीमा डर लाग्छ के जुत्ता जान्छ कि जुत्ता त्यसरी नगर आरामसँग रोकिन देऊ ब्रेक ब्रेक ल खतरा खतरा भयो भाइ ल खेल्यो जय होस् ल गीता बहिनी अलिकति भयो नि ल तपाईँलाई बसेर मजा दिन्छ कि भयो ल मच्छर ठुलो बच्चा लाग्यो यसलाई भन्छ जोल्टे अघि उतै खेल्दा त ल खुट्टै चिप्ले गर्यो ल धक्का मारिदेऊ भाइ जाऊ त केजी छ नि त ऊ क्यामेरा ऊ गरिरहेको छ उसले यसलाई भनिन्छ कि जोल्केटिङ अब दिखेगा अब दिखाइदिएगा अब बल्ल हाम्रो उसको याद आयो इन्सनबाट पिङ खेल्न आएको हाम्रो सँगै